2 वर्ष मार्केटिङ एजेन्सीमा काम गरेर मैले के सिकेँ? लेट मी टेल यु। When I joined a marketing agency, I was just a camera guy. मलाई लाग्थ्यो राम्रो भिजुअल्स भए पुगिहाल्छ नि, बट आई वाज रङ। प्रोडक्सनले मेरो पर्सपेक्टिभ नै चेन्ज गर्यो। आई लर्न हाउ अ स्मल प्रप मेक बिग डिफरेन्सेस, हाउ लाइट सेट्स मुड, एउटा सानो क्लाइन्ट ब्रिफबाट स्टार्ट भएको कन्सेप्ट कसरी सुट, एडिट र पब्लिस हुन्छ। मैले सबभन्दा ठुलो लेसन युट्युब ट्युटोरियल्सबाट होइन, मान्छेहरूबाट सिकेँ। मभन्दा धेरै एक्सपिरियन्स बोकेका सिनियर्सदेखि लिएर फ्रेस पर्सपेक्टिभ भएका जुनियरसम्म देयर फिडब्याक सेप्ड माई थिङ्किङ। अनि मेरो धेरै जस्तो कन्टेन्ट आइडियाजहरू हामीबीच हुने गफबाटै आउँछ। मैले डिफ्रेन्ट इन्डस्ट्रीका फाउन्डरहरूसँग काम गर्दा धेरै कुरा सिकेँ। क्लियर कम्युनिकेसन, फिडब्याक कसरी लिने र डेडलाइन कसरी मिट गर्ने, यो कुराहरू कुनै कोर्सबाट सिक्न सकिँदैन। फाइनल्ली एउटा कुरा चाहिँ क्रिस्टल क्लियर भयो, एउटा भिडियोलाई राम्रो भिजुअल्स र एडिटले मात्र बनाउँदैन, इट निड्स अ पर्सन, पर्सपेक्टिभ एन्ड अ सोल। 2 वर्ष काम गरेपछि मेरो स्किल मात्र इम्प्रुभ भएको छैन, इट चेन्ज हाउ आई थिङ्क। आई स्टिल हेभ अ लट टु लर्न, तर एभ्रिथिङ आई क्रिएट टुडे इज सेप्ड बाई द्याट एक्सपिरियन्स। यदि तपाईँ पनि क्रिएटिभ फिल्डमा हुनुहुन्छ भने तपाईँको एक्सपिरियन्स कस्तो छ? लेट मी नो इन द कमेन्ट्स।